सो हेलो आइ वेलकम बडबड गाइजहरू है हामीले चाहिँ आज पाल्पाको त्यति धेरै डुल्न नजाने ठाउँमा गइरहेका छौँ। आज हामी चाहिँ कौडे लेकको भ्रमण गर्न जाँदैछौँ है। हजुरहरूले चाहिँ मजासँग भिडियो हेरिदिनुहोस् कौडे लेक कस्तो छ। यो पाल्पाको अन्डर रेटेड ठाउँ हो, जस्तै रानीमहल जस्तो होइन, अथवा तपाईँको भैरवस्थान जस्तो रेडी जस्तो चाहिँ मान्छे खासै जाँदैनन्। यो सायद माथागढीमा पर्छ होला होइन, 1800 सम्म त्यसको हाइट छ। त्यहाँदेखि मिसमराइजिङ भ्यूहरू कस्तो छ, बुटोलदेखि नि भैरवादेखि नि भन्छन् भन्नलाई हामी पनि गएको छैनौँ, आज जाँदैछौँ। लेट्स मुभ, हेरौँ कस्तो छ ठाउँ होइन। बाइकमा तेल पनि हाल्नु छ, तेल रिफिल गरौँ। ल गाइजहरू भिडियो हेर्दै गर्नुहोस् है, कस्तो लाग्छ हजुरलाई। सबै बाटो घाटो होइन, त्यहाँको मिसमराइजिङ भ्यू सबै चिज हजुरलाई देखाउँछौँ। ओके गाइज, लेट्स मुभ। सो गाइज हामीहरू चाहिँ निस्किन लाग्यौँ है। बाइकमा तेल छैन, म ट्याक्क गरेर बाइकमा तेल हाल्छु पहिला होइन, फुल ट्याङ्की तेल गर्नु पऱ्यो। यहाँदेखि टाढा टाढा चाहिँ छैन, तानसेनदेखि 30-35 किलोमिटर होला है। तै पनि अब मेरो बाइकमा तेल यतिकै छैन, त्यही भएर तेल हालिसकेपछि आनन्द हुन्छ भनेर हो। खास चाहिँ म तेल हाल्ने है। बाइकमा चाहिँ यसो वार्मअप चाहिँ गराउनु पऱ्यो नि त, तेल लिएर हिँड्नुहुन्न भन्ने हजुरलाई थाहै होला है। त्यही हो, भिडियो हेर्नुहोस् मजासँग हजुरहरूले। च्यानललाई लाइक सेयर सब्सक्राइब चाहिँ गर्नु नभुलिदिनु होला भन्न चाहन्छु है। सो हामीहरू चाहिँ तेल हाल्छौँ होइन, पेट्रोल हाल्छौँ। पेट्रोल 215 भएछ या घटेर होइन, 2 हो, 2 हो क्या, 2 हो। फुल गर्नु है। हजुर 288 जाऊ त गराउँछ। 2588 खाइदियो यार। बज्यो 2500 तेल खाएँ, फुल गर्दाखेरि अरे 3000 जाने भयो यार।
सो गाइज नेपाल सरकारले हामीलाई चाहिँ तेल खपत बढी भयो भनेर बिदा दिएको, त्यही भएर हामीले चाहिँ 2600 बराबरको तेल हालेर चाहिँ हामी कौडे लेक भराउन गर्न हिँडेका छौँ। हजुरहरूलाई थाहा नै छ है। र गाइज यो तानसेन बजार हो, सुनसान छ होइन, त्यस्तो केही छैन तानसेन बजारमा। साँझ पनि यो सुनसानै हुन्छ, बिहान पनि सुनसान हुन्छ। अब आज शनिबारको दिन है, भिडियो मजासँग हेर्नुहोस् होइन, च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस् भन्न चाहेँ मैले चाहिँ हजुरहरूलाई। त्यही हो, सबै बजार सुनसान छ। हामी चाहिँ गयौँ, अब हामी कौडे लेक पुग्दाखेरि बिचमा चाहिँ ट्याक्क भिडियो गराउँछौँ होइन। त्यति धेरै भिडियो पनि गराइन्न होला, किनकि पछि फेरि काटकुट पार्न लास्टै त हुन्छ, 2-3 घन्टा लाग्छ एडिट गर्नु काटकुट पार्न है। ल हुन्छ, ओके गाइजहरू, इन्जोय माई भिडियो, सब्सक्राइब माई युट्युब च्यानल, लाइक माई भिडियो, कमेन्ट माई भिडियो, अनि वल्ल कलम बडबड गाइजहरू। ल है, सो गाइज होइन, मैले तेल हालेँ, हजुरले देख्नुभयो होइन। ल कति 2500, 2800, 2600को तेल खायो है। त्यही पनि यार श्रीमतीजीसँग 5000 रुपियाँ ऋण मागेको थियो डुल्न जानलाई होइन। 3000को त यार लगभग तेलै जाने भयो होइन। अब कसरी डुल्ने हो, गाह्रो भयो नि त, लास्ट गाह्रो भयो गाइजहरू। 12 लिटर तेल खायो गाइजहरू, 12 लिटर, 13 लिटरको टङ्कीमा 12 लिटर तेल गयो, 1 लिटर मात्रै रहेछ। अझै पनि हालेको जान्थ्यो होला 50-60 रुपियाँको त। एनिवे, जोक अफ द पार्ट है। हामी चाहिँ निस्किसकेका छौँ, हामी चाहिँ तल आइसक्यौँ। यो सुजुकीको सोरुम भएको ठाउँमा आइसक्यौँ हामी। अब आज हामी मस्तसँग डुल्छौँ, हेरौँ माहौल कस्तो हुन्छ। अब पुरै चिसो छ होइन। अब हामी टपमा जाने हो, तल पुरै बादल भएर अगाडिको सिनहरू भ्यूहरू देखेन भने चाहिँ खासै राम्रो नहोला सायद होइन। तर त्यस्तो नहोस्, अब हामी जाने बेलासम्म घाम लाग्छ कि भन्ने आशा छ। मौसम पुरै फाटेको छ। यस्तो फाटेको मौसममा हामीले चाहिँ तलको भ्यूहरू मस्मराइजिङ भ्यू हो कि भनिसक्यौँ भने देख्यो भने यस्तो मजा हुन्थ्यो है, त्यो आनन्द आउँथ्यो नि त। हेरौँ अब हामीलाई कतिको मौसमले, प्रकृतिले कतिको साथ दिन्छ भन्ने कुरा पनि रह्यो। अर्को एउटा कुरा चाहिँ सबैले साथ दियो भने आजको यात्रा एकदम सफल हुनेछ, आशा छ। हजुरहरूले पनि भिडियो हेरेर साथ दिनुहुनेछ भन्ने आशा गर्दछु। हस् त, धन्यवाद। हजुरको साथ सहयोगको अति आवश्यक परिरहेको छ कि च्यानलमा भ्युज पनि गइरहेको छैन है, अनि त्यसपछि सब्सक्राइबर पनि बढाएको छैन। च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होइन, त्यही हो है। सो गाइज, हामीहरू चाहिँ यो सराइकोट अलि अगाडि, स्कुलदेखि अलिक अगाडि एउटा पिच बाटो छ, त्यहाँदेखि अगाडि लाग्यौँ होइन। लेखेर रहेछ बरपोखरा ओलेस एक्लेबर रहेछ। हामी जान लाग्यो चाहिँ कहाँ अरे, मैले फेरि बिर्सिले यार। कौडे लेक यार, कौडे लेक जाने बाटो यही त होला भने। यो गाइजहरू पानीमा कस्तो गरिरहेको छ होइन, यो घाम अलिअलि घाम लागिरहेको। सो वाल्ला कलम बडबड गाइजहरू, बाटो चाहिँ है यहाँ कोही ठिक छ, बाटो त्यस्तो नराम्रो बाटो छैन। अलि अगाडिसम्म, अलि उता अलि पछाडिसम्म भनौँ, अब पछाडिसम्म त पिच नै थियो होइन। भर्खर हामी अफरोड सुरु भयो। अफरोड छ कि अब के छ थाहा भएन। माथि बाटो बनाएको जस्तो पनि छ है, सानो पुल पनि रहेछ यता। ट्याक्क हामी हिँडिराखेका छौँ है। हेरिराख्नु हजुरहरूले, भिडियोलाई लाइक सेयर सब्सक्राइब गर्नुहोस्। यहाँ आउँदाखेरि चाहिँ हजुरहरू बाइकमै आउनुभयो भने पनि सजिलो छ होइन। अलि ग्राउन्ड क्लियरेन्स भएको गाडी नै ल्याएर आउँदाखेरि पनि हुन्छ, तर गाडी चाहिँ अलिकति ग्राउन्ड क्लियरेन्स भएको ल्याउनुहोस् होइन। सानो खालको कारहरू जो हुन्छ होइन, त्यो चाहिँ नजानु पनि सक्छ। अब त नर्मल्ली ग्राउन्ड क्लियरेन्स कम भएको गाडीलाई चाहिँ अलिकति गाह्रो हुनसक्छ, नत्र भने अरू चाहिँ त्यस्तो केही छैन। बेस चाहिँ हामी चाहिँ सराईबाटै भित्र पसेको, हामी अलि माथितिर उता नगएर है। यहाँ फेरि बाटो यतातिर फेरि बनाएर रहेछ, कहाँसम्म बनाहा है बाटो। सो गाइज होइन, म चाहिँ आज कौडे लेकमा यसो भिडियो भ्लग बनाउने फर्किने भन्ने सोचमा थिएँ, तर परिस्थिति अनुरूप आज चाहिँ हामी कौडे लेकमै बस्छौँ होला 5 वर्ष सम्भावना एकदम 99.99% बस्ने भइयो।
होइन बाटो अफरोड छ हजुरहरूले देख्नु भएको छैन होला है ल अब अहिले देख्नुहुन्छ एकछिनमा है बाटो चाहिँ त्यस्तो अफरोड भनेर एकदम धवै हुने चलाउन गाह्रो हुने पुरै खतरा बाटो चाहिँ छैन तर पनि अब अफरोड भनेपछि अलिकति भयो भने अफरोडै हो के र है त्यही भएर अब यसो अब टाढा जान कहीँ पनि सकिएन त्यही भएर कौडे लेक जाउँ भनेर हामी निस्केको अब हामी गएका छौँ हेरौँ कस्तो छ माथिको भ्यू पनि आज हामीलाई यति मौसमले साथ अलि नदिएको जस्तो महसुस चाहिँ भा हो पानी पनि पर्ला जस्तो भइरह तल तल बादल छ ठ्याक्क फाट्या पनि छैन है सो हेलो एन्ड वेलकम गाइज हेर्नुहोस् यहाँ ऐसेलु पाकेर भरिलै भएको रहेछ गाइजहरू हामी ऐसेलु यस्तो एउटा टिपेर खानुहुन्न ऐसेलु कसरी खाने आई विल सो यु ओके ओके आई विल टिच यु हाउ टु इट ऐसेलु गाइजहरू हेर्नु यसरी टिप्नु होइन यसरी कहिले काहीँ कमिला हुन्छ गन्ना आउँछ पोतेर हुन्छ गन्ना आउँछ होइन त्यो ख्याल गर्नुपर्छ अनि टक्क यसरी टिप्ने मस्तसँग टिप्ने कपलक पारेर टिप्ने है अनि जब टिपेर हातमा पुरै अटाउँदैन अब खस्छ भन्ने हुन्छ होइन त्यस पछाडि ट्याक्क पारेर म टिप्दैछु होइन जस्ट वेट एन्ड वाच देख्न सक्नुहुन्छ गाइज नै हामी देख्दैनौँ अरे गाइजहरूले हेर्नुहोस् सरी हातमा गराउने अनि यसमा अलिअलि किराकारी हुन्छ नि त्यसलाई सबैलाई प्रोटिन सम्झिने क्वाप खाने है मिठो छ स्वर्गको अनुभव हुन्छ बड्डा खाऊ त पहिला तिमी खाएनौ र सो गाइस यसरी ऐसेलु खाने होइन मलाई हजुरलाई देखाएँ ऐसेलु खाने तरिका चाहिँ ऐसेलु यही हो नभए हामी खान्छौँ पुरै भिडियो गराउन सकेन ऐसेलु खाएको नि के पुरै भिडियो गराउनु तपाईँहरू भिडियो हेर्नु मजासँग है ऐसेलु यही पुरै पाके खा ल राखेँ है सो वाल्लाकलम बडबड गाइजहरू ऐसेलु हेर्नु ऐसेलु होइन हजुर बाटो यही कस्तो लाग्यो ऐसेलु यार जति खाने रहेछ ऐसेलु है हामी त अगायौँ है ऐसेलु खाएर ओ माई गड तलतिरको मिसमराइजिङ भ्यू हेर्नुहोस् है बोल्न आउँदैन कि म्याट अनि भिडियो गराउँदैन यार कस्तो राम्ररी बोल्ने हो नि कसले हेर्दिनन् राम्रा कुरा गर्ने हो नि हेर त त्यहाँ त पुरै एयरपोर्ट जस्तो मानिन्छ त्यहाँ त्यो नि ऊ अगाडिको गेट हो तिनीमा खोलो हो हामी आएको बाटो त्यही होला 2520 हान न लक हान न सिधै फोटो भिडियो होइन फोटो हो हेर्नुहोस् गाइजहरू बाटो हेर्नुहोस् त्यही हो है बाटो त्यस्तो अफरोड एक्सट्रिम अफरोड ल्याङ्क चाहिँ छैन होइन बाटो एकदम बेस्ट छ हजुर यो काफल हेरेँ पाक्या हेर कसरी पाक्या रहेछ अहिले चाहिँ काफल पाएन गाइजहरू काफल पनि खाइदिन्छौँ गाइजहरू बालो भोग्नु गाइजहरू हो त्यस्तो हो गाइजहरू त्यो गाउँ चाहिँ लास्टै सो हेलो गाइजहरू सो एनवे हेलो गाइज हामी चाहिँ कौडे लेकको गेटमा स्वागत हुँदैछ उहाँहरू है यहाँनिर ट्याक्क है कौडे लेक पर्यटकीय क्षेत्रमा यहाँलाई हार्दिक स्वागत छ माथागढ 3 कसैनी ओलेक्स पाल्पा हामी चाहिँ आइसक्यो होइन फोटा भोलि खेलिन्छ हेर्नु सिन चाहिँ यहाँ रहेछ कि मिसमराइजिङ भ्यू भने यही हो क्या यार हेर त ब्युटिफुल ओ माई गड गाइजहरू हावा पनि लगाइरहेको छ है दाम हावा पनि चलिरहेको
अनि खै म अहिले त यसो कस्तो ट्याक्क अल्ट्रा वाइड एङ्गलको भ्युज मेरो क्यामेरामा कस्तो आएको छ बरु ठिक छैन र भ्युज कस्तो लागिरहेको छ भ्यू होइन हेर्नुहोस् यो चाहिँ अब उता भयो पानी छिर हानेर राख त्यसलाई चाहिँ ढिलो नगर्ने सोच्छौँ हामी यही हो है भ्यू चाहिँ है सो हेलो गाइज होइन ए हामी आइपुग्यौँ है विष्णुपुर दाखान हाम्रो गाइजहरू पनि दाइहरू आउँदैछन् रे है आएपछि हामी बस्छौँ नत्र हामी फर्किन्छौँ होइन पानी पर्ला जस्तो गरिरहेछ कौडीले बनाए निश्चय त्यतै माथि हो होइन यो बादलले पुरिरहेछ है हेर्नुहोस् अब यही हो है बादलले पुरै भरिएको छ के है चिसो हावा लाग्छ एकदम यहाँ यो भ्यू हेर्नु भने हजुरलाई अचम्म लाग्ने भ्यू छ होइन हेर्नुहोस् डाँडा पुरै बादलको घुम्टो ओढाएको छ पानी परिरहेछ हामी चाहिँ निस्किन्छौँ है एकदम पुरै पानी पऱ्यो नि झ्याउ हुन्छ फेरि गाइजहरू होइन ल्याङ भइजान्छ नि त ल्याङ भयो भने त के गरौँ त होइन होइन त हो त ल गाइजहरू हामी चाहिँ हिँड्यो गाइजहरू हजुर बस्नुहोस् गाइजहरू यहीँ बस्नुहोस् भिडियो हेर्नुहोस् हामी चाहिँ निस्क्यौँ ल चिसो भयो केटालाई फोन आएर आउँदै जकेट लिएर भन्नुपर्ने रहेछ गट्टा सो गाइज हामी चाहिँ ओलेस बजार ओलेस भन्ने ठाउँमा आइपुग्यौँ होइन बजार भन्दा नि यो कौडेले मगरसम्मलाई होमस्टे माथागढी गापा 3 ओलेस कसिनी पाल्पा भन्ने रहेछ हामी यसो माथि जान्छौँ होइन यहाँको बारेमा यसो बुझ्छौँ है छिर्ने बित्तिकै यहाँ चाहिँ बहुत मलाई यहाँनिर मन पऱ्यो कि ठ्याक्क साइडमा फुल छ है यता म यत्र आएछ गाइज होइन यो टिपिकल भिलेज लाइफ भने हो क्या होइन हेर्नु न चिङ यङ जोङ रे गाडी पनि खतरा लेखेर रहेछ है हामी आयौँ कौडे लेक होटेल एन्ड रेस्टुरेन्ट भन्ने छ यहाँ सानो माथि होला जाने त है यतै होला नि जाने त माथि बस्ने गर्ने केही छ होला कि नै यता हो भ्यू पनि होइन अन्त बस्ने हो क्या त्यहाँ डाँडा पुग्ने उता जान्न त बाइक हामी यतैबाट टाढा होइन सो गाइज हजुरले भिडियो हेर्नुभयो होइन अन्त्यसम्म हेर्नुभयो कि भएन होइन यो चाहिँ के हो भने यहाँबाट हिजो गइयो अनि गइसकेपछि यसो पानी सानी पर्ने जस्तो पनि भएको थियो त्यही भएर हामीले चाहिँ यति गएर भित्र गएर भिडियो खासै त्यति धेरै बनाएन आइपुग्यो भनेर भिडियो गराएन साथीहरूसँग फोन बान गर्नु लाग्यो अब नयाँ नयाँ भ्लग बनाउँदाखेरि पनि भएको अवस्था भयो तिनीहरूले अब यहाँ आइपुग्यो यो गरिन्छ भने प्लानिङ नै भनौँ हिजो चाहिँ के थियो त्यहाँ जाने त्यहाँबाट माथि गएर हिजै फर्किने भन्ने प्लानिङ थियो बिचमा साथीले फोन आएर त्यहीँ बस्ने प्लानिङ गरियो है त्यही भएर चाहिँ बिचमा यताउता म बोल्न पाएको छैन बोल्नु त्यो मेन्टली नै त्यसरी प्रिपेयर थिएन कि म है यो भिडियो चाहिँ के हो भने म त्यहाँ पुगेँ त्यहाँ पुगेपछि हामी साँझ चाहिँ मजासँग त्यहीँ बस्यौँ अनि आज बिहान मात्रै हामी त्यहाँ गएर अनि फर्केको है म अहिले चाहिँ आइसकेको छु आफ्नो कोठामा आइसकेँ अब हजुरहरूले भिडियो हेर्नुहोस् हजुरलाई भिडियो कस्तो लाग्छ यो त्यहाँ जुन होमस्टे छ होइन त्यो होमस्टेसम्म पुगेको भिडियो भोलि चाहिँ अब फेरि के हेर्छु भने मैले दुईवटा पार्टमा गर्दाखेरि भिडियो लामो भएको छ है एडिट गर्दा गर्दा पनि पुगेन कि भोलि चाहिँ होमस्टेबाट माथि डाँडामा गएको भिडियो म हजुरहरूलाई हाल्छु डाँडा गएर डाँडाबाट यहीँ फर्केर यहीँसम्म आएको है भिडियो हाल्छु तर त्यो भिडियो मजासँग हेर्नुहोस् हजुरलाई कस्तो लाग्छ ठाउँ चाहिँ व्यापक दामी छ
भिडियोलाई लाइक सेयर गर्नुहोस्, सब्सक्राइब गरिदिनुहोस् च्यानललाई है। भिडियोलाई व्यापक सेयर गरिदिनु पऱ्यो, जति सक्छ सेयर गरिदिनुहोस् होइन, च्यानललाई ग्रो गर्नुपर्छ नि त, जस्ट हेल्प गरिदिनु न आफ्नो भाइलाई है। त्यही गाइज ल भिडियो इन्जोय गर्नुहोस् है। ओके।